हेर्दैछौँ उहाँ पुग्न सकेन फेरि हामी हेर्नेछौँ गर्नुभएको थियो तर सफल हुन सकेन। अब फेरि हामी रावबस्तीको प्रहार हेर्नेछौँ। उहाँ बुटो मुस्ताङसहित प्रवेश गर्नुभएको छ। हामी उहाँको प्रहार हेर्दैछौँ। उहाँले पनि सफलता प्राप्त गर्न सक्नु भएन। यो लास्ट हो, तपाईँले हानिहाल्नु पर्यो। यो पनि सफल यो प्रहार पनि असफल भएको छ। हामी फेरि लागि बोलाउँदैछौँ। झन्डै झन्डै भन्नुभएको थियो। फेरि हेर्नेछौँ झन्डै झन्डै भन्नुभएको थियो। फेरि अब हामी आमचोकतर्फ जाँदैछौँ। आमचोकले निकै टाढा प्रहार गर्नुभएको छ। अब फेरि हामी रावबस्तीतर्फ जाँदैछौँ। रावबस्ती निकै निकट आइसक्नु भएको थियो तर दुर्भाग्यवश त्यहाँ लाग्न सकेन। यो पनि प्रयास सफल हुन सकेन। हामी फेरि रावबस्तीतर्फ जाँदैछौँ। फेरि आमचोक फेरि मौका रावबस्तीलाई। फेरि मौका आमचोकलाई। यो रावबस्तीलाई अन्तिम मौका छ। फेरि अत्यन्तै नजिक थियो तर तोकिएको बिन्दुमा बल ड्रप हुन सकेन। रावबस्ती फेरि प्रयत्न गर्दै हुन्छ। रावबस्तीले पनि तोकिएको बिन्दुमा बल प्रहार गर्न सक्नु भएन। हामी फेरि आमचोकतर्फ हेर्दैछौँ। आमचोकले पनि प्रहार गर्न सक्नु भएन तोकिएको बिन्दुमा। फेरि मौका आमचोक भोजपुरलाई। रावबस्ती अब हामी यो धेरै समय यसरी लम्बाइँदैन होला। समय अत्यन्तै छोटो भएकोले गर्दाखेरि अब आमचोकलाई अन्तिम मौका छ र त्यसपछि रावबस्तीलाई पनि अब एउटा अन्तिम मौका छ। त्यसपछि हामी सायद औपचारिक खेलमा प्रवेश गर्छौँ होला। यो समय निकै घटिसकेको छ।
अन्तिम यो चाहिँ अन्तिमको पनि लास्ट मौका भन्नुपर्छ उहाँहरूलाई अन्तिमको पनि अन्तिम मौका दुवै टिमको एकजनालाई असफल भइसक्नु यो प्रयत्नसम्म सफल भएन भने हामी खेललाई यो पनि ढङ्गले अगाडि बढाउनेछौँ यो ठिक ठाउँमा हाल्नुभएको र नेटल भएकोले गर्दाखेरि यसलाई निर्णायकले मान्यता दिनु भएन एक मौका दिनु भन्नुभयो तर समय पनि घटिसकेको यसलाई पनि हामीले ध्यान दिनुपर्नेछ हामीसँग थुप्रै कार्यक्रमहरू बाँकी छ 2:30 भइसकेको छ अब पालो रावा पश्चिमलाई सफल हुन सकेन यो पैसा आयोजकले आफैलाई आयोजक समिति कहाँ फर्केको छ दुई टिमलाई यो पैसाले धेरै समय प्रतीक्षा गर्यो तर